हेलो गाइज वेलकम टु माई मिनी भ्लग। हामी चाहिँ झापाको एउटा फन पार्कमा घुम्न गएको थियौँ। त्यहाँनिर चाहिँ भिडियो सिडियो बनाएर खाजा खाएर हामी चाहिँ बेलुकीतर्फ घर फर्क्यौँ। नेक्स्ट डे चाहिँ हामी भेरटार जाने प्लान गरेका थियौँ। अनि यहाँ मेरो श्रीमानले चाहिँ पोटेटो चिप्स बाटोमा खानको लागि ल्याइदिनु भएको रे। 3 घन्टाको लामो यात्रापछि फाइनली हामी भेरटार पुगेको थियौँ। यहाँ चाहिँ मैले भिडियो बनाएर हैरान खेलाएको थिएँ। अनि मेरो बुढा पनि भिडियो बनाउँछु भनेर यहाँ भिडियो बनाइदिँदैछु। ऊ त झन् म भन्दा साह्रै भिडियो बनाउने रहेछ। जति भिडियो खिचिदिँदा पनि चित्तै नबुझाउने। अनि यहाँ फेरि रिटेक गराउँदैछु। कति साह्रो भयो भने उसको चित्त बुझाउनको लागि म पनि के कम फेरि अर्को भिडियो बनाउन लाएँ। चित्तै बुझेन। अनि फेरि सिनेरी पनि कति राम्रो भने जतिचोटि भिडियो लिँदा पनि चित्तै नबुझ्ने के। यस्तो राम्रो सिनेरी भएको ठाउँमा पुगेपछि एउटा कपाल भिडियो नबनाइ त चित्तै नबुझ्ने। अनि यतिखेर चाहिँ मेरो कपाल पनि एकदमै राम्रो रहेछ। अनि म चाहिँ यहाँ मेरो बुढालाई तान्दै तान्दै लाँदैछु है। पछि खाजासाजा खाएर हामी 5 बजीतिर घर फर्क्यौँ। उता घरमा चाहिँ फुपूले खाना खान बोलाउनु भएको रहेछ। सिस्याङको घरमा हामी जाँदैछौँ। यहाँनिर चाहिँ माया गरिसकेपछि जस्तो परिस्थिति आओस् उसँग बस्ने हिम्मत चाहिँ राख्नुपर्छ क्या। उसँग पैसा होस् नहोस् ऊ कस्तो परिवारको केही फरक पर्दैन। त्यसपछि भोलिपल्ट चाहिँ म दमकमा मेरो सानो काम थिएर गएको थिएँ। अनि यो चाहिँ साँझको सिनेरी हो गाइस। कस्तो राम्रो, ओ माई गड। भोलिपल्टको बिहान चाहिँ हाम्रो फेरि भेट भएको थियो। अनि दमकमा चाहिँ एउटा नयाँ रेस्टुरेन्ट खोलेको थियो। त्यो ट्राई गर्न हामी गएको थियौँ। त्यसपछि दिदी र म चाहिँ हराएको भाइहरूलाई खोज्दै जाँदाखेरि एउटा मटका पसलमा रहेछ। उनीहरू चाहिँ त्यहाँ काम गर्ने बहिनीलाई हेर्नको लागि बसेको रे क्या गाइस। हेर्नु न, यहाँबाट चाहिँ भाइहरूलाई लिएर हामी घरतर्फ लाग्यौँ। आजको लागि चाहिँ यति नै गाइस। सी यू इन माई नेक्स्ट भ्लग। बाई।